अहिले चाहिँ म यहाँनिर अलिकति अनहेल्दी भन्दा पनि अलिक ऑयली फुड खाँदैछु हो। अन्त यहाँ छ मेरो स्पेशल मटका चाय अकॉर्डिंग टु द वेदर। Hello everyone, welcome back to the new episode once again. I was really waiting for this episode है धेरै लामो समय अगाडिदेखि नै। This is the episode जसमा चाहिँ म आज जान्दैछु फेरि पनि पाक्योङ वेस्ट सिक्किम आफ्टर अ लङ टाइम एउटा इभेन्टको लागि गएको। त्यो चाहिँ हाम्रो एउटा फ्यामिली इभेन्ट छ। अस्तिको पाक्योङ जाँदाको भ्लग जतिजनाले हेर्नुभयो त्यहाँनिर चाहिँ काकाले नयाँ छेमा ल्याउनु भएको थियो। म चाहिँ खासै भन्नुपर्दाखेरि चाहिँ काका छेमाको बिहा एटेन्ड गर्नु गएको अनि अलमोस्ट सबैजना पुगिसक्नु भएको छ। म मात्रै छु यहाँनिर है। काका चाहिँ मलाई लिउन आउनु भएको छ, अनिल काका एज अलवेज अरू बेला पनि आउनुहुन्छ काका। अन्त अहिलेको सिन चाहिँ रम्फूको यस्तो छ है, रम्फूमा छु म चाहिँ। आज चाहिँ खासै म चाहिँ कलेज एटेन्ड गरिकन आएको किनभने आज मेरो प्र्याक्टिकल सबमिसन डेट थियो होइन। अनि प्र्याक्टिकल सबमिट गरेर त्यहाँदेखि सबै गरेर रुममा आएर सबै कुरा गरेर चाहिँ आज धेरै दिन बाद फेरि पनि एउटा भनौँ न 2-3 वर्ष बाद आउँदैछ एउटा बिहाको भ्लग। सो हेर्दै गर्नु। आजको मेरो दिनको आउटफिट जस्ट चेक इट आउट गाइस। फाइनली मैले काका भेटिसकेको छु यहाँनिर। अनि यस्तो अँधेरो भइसकेको छ यहाँनिर चाहिँ। यत्रो छ ब्याग चाहिँ। सो गाइस हामी चाहिँ अब अलिकति ढिलो नै फर्किने रहेछ यहाँबाट किनभने पदमचीबाट चाहिँ जन्ती चाहिँ के बेहुलीको घरमा मतलब छेमाको घरमा चाहिँ जाँदैछ। उता बिहा छ नि त सुम्बुकमा, त्यही भएर चाहिँ अहिले चाहिँ हामी बिहाको जुन पनि गाडीको डेकोरेसन सामान हुन्छ त्योहरू ल्याउन आएको छ। फुलहरू चाहिँ कमन 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 कमन। दामी। सो हाम्रो अझै एउटा काम, त्यो चाहिँ के काम भन्दाखेरि यहाँनिर लुगा घटाउने काम। यहाँ चाहिँ यो ट्रेलरमा चाहिँ कामै भएन हाम्रो। अब हामी अर्को ट्रेलरकोमा जाँदैछ। मैले त बुझेन, केही बोलेको बुझेन। काका वेलकम छ मेरो भ्लगमा धेरै दिन बाद। भ्लग चाहिँ खतरा हुन्छ अब। उयो अब हामी कतिखेर फर्किन्छ काका? तपाईँहरूलाई सबै कुरा देखाउँछ हामी के किन्छ कसो कसो गर्छ हेर्दै गर्नु होला। अहिले चाहिँ फाइनली यहाँनिर रेसमाको लुगा बल्ल बल्ल हामीले दियो हो। त्यो पनि बुझाउँदा फेरि अनि हामीले चाहिँ अघि जुन त्यो आर्टिफिसियल फुल किनेको थियो सामान गाडी डेकोरेसन गर्नु लागि, त्यो फुल चाहिँ अब भएन। हामी चाहिँ अहिले नेचुरल फुल किन्नु लागि चाहिँ हामी जाँदैछ माझीटार है काका। माझीटारमा चाहिँ एउटा दोकान छ अरे हो, फ्रेस फ्लावर्स पाउने जग्गा। गाडी पनि छ जग्गा। सो लेट्स गो। के बनाउँछ अरे नि पैसा कम छेउमा गर्नु पल्लोपट्टि रहेछ है। ए फुल चाहिँ देख्न त देखेँ कि हामीले सबै मिलाएर हुन्छ होइन। अहिले चाहिँ हाम्रो यहाँनिर डेकोरेसनको सामान एक दुईवटा हामीले चाहिँ नेचुरल फुल लाने त्यो गरेको थियो। तर यहाँनिर चाहिँ यो फुल चाहिँ यहाँनिर भोलि गुड फ्राइडेको लागि रहेछ। अन्त त्यही भएर हामीले अब आर्टिफिसियल नै लग्यो। अनि यहाँबाट रिबनहरू त्यो के भन्छ प्लास्टिकवाला ल्यायो भने हुन्छ, त्यो चाहिँ 3टा लग्यो हामीले हो। त्यहाँदेखि यहाँदेखि उता पनि अलिकति काम छ रम्फूमा हो, अलिकति सामानहरू लानुपर्ने छ। त्यो चाहिँ अब आधी यहाँ गऱ्यो, अब आधी रम्फूमा गर्छु म। जाउँ भएको भयो जाउँ। अब चाहिँ हामी निस्किँदैछ यहाँबाट। 7 बजिसक्यो। यो चाहिँ मेरो हेर्नु फेरि सिलगढीमा चाहिँ सस्तो कि गाइस। डेकोरेसनको सामान चाहिँ डरलाग्दो महँगो किन सक्नु।
त्यही त लु त गाइस अहिले हामी आएको चाहिँ यहाँनिर लुगासुगा सबै कुरा हाम्रो रिसिभ भइसक्यो अन्त डेकोरेसनको सामान पनि त्यो जुन हामीले गाडीमा अगाडि लाउने पर्दा खोजिरहेको थियो त्यो पर्दा पनि हामीले फाइनली 6-7 मिटर्स कति किनेको छ त्यो पनि भयो डन। अब चाहिँ रको भनेको चाहिँ हामी अहिले यहाँनिर माछा किन्दैछ आमैको लागि त्यो चाहिँ हो। अन्त माछा किनेर अब हामी सिधै जान्छ माथि भएर निकाल्दै अरे मैले ल ब्रदरलाई ल सब्सक्राइब गर त्यसो भने अलिकति दिइहाल हाल लगाइदिइहाल्छु म फेरि नाम युट्युबमा हेर न नाम चाहिँ भनिदिउ न तिम्रो ल नाम के हो? मेरो नाम फैजान हुसैन। कताको? इस्ताम्बुलको। ए कति वर्ष? म भर्खर 18 पुगेको। ए म भन्दा त सानै रहेछ त्यसो भने म त 20 पुगे नि। 20 पुग्यो? 20 पुगे म। साहिल BISWAKAR सुगरमा युट्युब हो? इन्स्टाग्राम चलाउन जान्दा? म इन्स्टाग्राम छ त इन्स्टाग्राम गर्दिन। फलो दिनु ल। ए ल ल भइहाल्छ फलो ब्याक। ल अब मेरो यहाँ सामान पनि छ हो यो सामान पनि बोकौँ अनि यहाँ मिठाई प्याकिङ थिएँ यहाँ दोकानबाट गिफ्ट हामीलाई भइहालिदिएको यति मिठाई लग्यो भनेर। सो गाइस अब त हामी यहाँबाट निस्किँदैछ हो तपाईँहरूलाई अब एकैचोटि सामान देखिहाल्नु सक्नुहुन्छ कसरी लोड भएको छ। सो तपाईँहरूलाई पुगेर एकैचोटि माथि घरमा पुगेर भेट्छौँ। अब भोक पनि एकदमै ज्यादा लागिरहेछ अब अलमोस्ट 8 बजिसकेको छ। अब हामी त्यस्तै 8-9 बजी भित्रमा पुग्छ होला घर तपाईँलाई एकचोटि अहिले भेट्छौँ अहिले लागि हेरेको। फाइनली एभ्रिवान अहिले चाहिँ यहाँनिर आएर एकछिन अलिकति हेर्नुहोस् जुत्ता खोलेर चाहिँ बसिरहेको छु हो। अन्त अलिकति र लुकमै छु है लुगा ड्रेस चेन्ज गरेको छैन भाइको लागि 2टा पेयरको लुगा किनिदिएको छु होइन मैले नै भन्नु नि अनि त्यही भएर चाहिँ यो चाहिँ मैले छेमालाई थाहा छैन कसैलाई पनि थाहा छैन मैले ल्याइदिएको छु भनेर होइन आई होप मन पराउँछ मन पराउँदैन छेमालाई पनि देखाउनु भन्दा अगाडि चाहिँ म तपाईँलाई देखाउँछु एकछिन पर्खिदिनुहोस् एकछिन दिस इज द वान पेयर एउटा पेयर अब 2 दिन जान्दैछु म छेमाहरूलाई हेर्नुहोस् है लेट्स गो गाइस। चाहिँ यहाँ भित्रको रुमको क्राउड चाहिँ यस्तो छ। आमी हेलो भनिदिनु नेहा हेलो आफ्टर लङ टाइम सिब्लिङ्स गेट टुगेदर हेलो रेशमा यो मिठो रहेछ भाइ चाहिँ यहाँ चाहिँ रेशमासँग ए रेशमा मेरोबाट पनि सोच्दैन भाइलाई त्यही त अस्ति किनेको त तर अनेस्ट रिभ्यू दिनु पऱ्यो है हजुर अस्तिदेखि सोचिरहेको थिएँ कि मैले यो चाहिँ यसको सेट हो यो ब्राउन चाहिँ यो झन् हेर्नु र भाइ चाहिँ हाम्रो यहाँ चाहिँ तेरो नानीलाई पनि म यस्तो दामी ल धन्यवाद ब्यागहरूको सानो तपाईँलाई म रमझम पनि देखाइदिइहाल्छु अहिले त यस्तो र लुक भइरहेको छ यहाँनिर हो भोलि तपाईँलाई सबै कुरा डिटेलमा देखाउँछु अहिले अलिक देखाइरहेको ए हेलो मामा वेलकम छ मेरो भ्लगमा नयाँ बिहाको एपिसोडमा वेलकम छ ओपनिङ भ्लग यो चाहिँ आमै हेलो हेलो ठिकै हुनुहुन्छ ए यो चाहिँ मैले छानेको दामी लागेन यो मलाई मन पर्यो यो पनि मन पर्यो अन्त यो ल्याउने त झन् बेसी यो ल्याउने मान्छे झन् मन पर्यो मामाको चाहिँ भोलि है जन्ती जानुहुन्छ मामा जन्ती जानुको लागि पलिस गरेको अब हेरौँ अब कस्तो हुँदो हेलो वेलकम छ काका मेरो ब्लगमा भोलिको लागि एक्साइटेड हुनुहुन्छ कस्तो सोचिरहनु भएको छ कस्तो के भोलिको लागि हजुर हजुर प्रिपेरेसनहरू राम्रै होला ए हजुर उता गएर चाहिँ चेन्ज हुन्छ तपाईँको ए उता गयो
ढोक भेट गऱ्यो त्यहाँदेखि चाहिँ ड्रेस चेन्ज भएर त्यहाँदेखि चाहिँ बस्नुपर्छ है मण्डपमा। ए ठिकै छ त्यसो भने भोलि बिहानको लुक देखाउँछौँ तपाईँहरूलाई काकाको। हुन्छ काका, हुन्छ भोलिको लागि। बाबु हेलो, वेलकम छ मेरो भ्लगमा तपाईँहरूलाई फर्स्ट टाइम। यो चाहिँ ओपनिङ भ्लग मात्रै बिहा एपिसोडको। हेलो बाबु, वेलकम छ मेरो भ्लगमा तपाईँहरूलाई सबैजनालाई। हेलो बाबु, हेलो। हेलो। भोलिको लागि एक्साइटेड हुनुहुन्छ? तपाईँ पनि जानुहुन्छ है भोलि जन्ती? हामी काका चाहिँ बस्छ है? म त बस्छु। ए उपत्री। हेलो अम्मै, भाइ त कति ठुलो भइस, कति ठुलो, कति ठुलो ठुलो। चिने मलाई? म कन्टेन्ट क्रिएटर ल, ब्लगर त हो होला। कराउँदैछ। अरे चिने मलाई? कति लङ टाइम नो सी है भाइ। कति दिन बाद भेट्दा त अब भाइले मलाई चिनेछ है। के भन्दै होला मलाई है? ए हेलो गाइस, के भन्दै होला मलाई भाइले है? के भनेको छैन। के हो हाँसै त? डर लाग्दो हाँसेछ त अब्बोई। अम्मी चिने मलाई? ए के भयो? यसपालिको बिहामा भ्लग चाहिँ बवाल गर्नुपर्छ है नि अब। यसले चाहिँ हाइट नभेटी पनि हेरे या बराबर के हुनु गर्दैछ भन्दै चाहिँ यतिखेर अलमोस्ट हामीले माम खाइसक्नु सक्यो। सो कन्फिडेन्ट। सो गाइस यहाँनिर अलमोस्ट हामी खाना खाइसक्नु आँटेको छ। भात चाहिँ देखाइदिनु नि ल, मुखमा नै देखाइदिन्छु। यतापट्टि अर्को साइडमा नेहा हुनुहुन्छ। अब यता त अघिको चम्ची देखाइदिएन त्यो। यो चम्ची लिएर आएको थियो, भात खाने चम्ची देखाइदिएर रस्ता पनि नहट्ने चम्ची। हामी यता। सो हामी पनि ढिलो नगरी छिटो छिटो खाउँ, किनभने एकदम धेरै भोक लागेको थियो हो। ननभेज। दिस इज द सेकेन्ड ट्रिप है, रनिङ। म त युजुअली चाहिँ नन भेज हो, तर मोमोतिर चाहिँ भेज हो नि। प्योर भेज हो नि। अब सेकेन्ड ट्रिप खाएर चाहिँ तपाईँहरूलाई भ्लगको एन्डिङ हुन्छ अब। सो अब यहाँ हुँदैछ हाम्रो गिफ्ट प्याकिङ सेसन। यो चाहिँ कसको लागि भन्दाखेरि चाहिँ यो चाहिँ भोलि हाम्रो काकाले मतलब बेहुलाले उता घरमा ससुरालीमा दिने हो। यो चाहिँ प्याकिङ चाहिँ बाबुआमाको रुममा हुँदैछ। बाबु हेलो, सुत्नु भएको? आमै बिरालो हेर है। So let's have some packing. Finally यो चाहिँ एकजनाले डल्लो पारेर राख्छ, यसमै डल्लो पारेर। दुईटा गिफ्ट इज रेडी फर टुमरोज इभेन्ट। लेट्स गो। बाहिरको मौसम कस्तो भइरहेको छ, कतिको चाहिँ पानी परिरहेको छ नि। तपाईँहरूले साउन्डले फिल गर्न सक्नुहुन्छ होला। आई डोन्ट नो यो अलिकति अनफर्चुनेटली हो कि फर्चुनेटली हो, भए त बेहुलाले डाडु चाटेकै हो कि उखानतिर सुनेको हो। अब भोलि चाहिँ म तपाईँलाई रिभ्यू गर्छु कि बेहुलाले डाडु चाटेको थियो कि थिएन, अन्त पानी किन परेको भन्छ। सो अहिले चाहिँ अब त्यो अब हामी सुत्न लागिरहेको छ। अनि मेरो चाहिँ एकदम बेसी काम छ, भिडियो एडिट गरेर अपलोड गर्नु छ। योभन्दा बिफोर पनि एउटा भ्लग छ, त्यो चाहिँ अलमोस्ट एडिट छ, गीत लगाउनु मात्रै छ। अनि त्यही भएर एडिट गरेर लगाउनु पर्ने छ। अन्त अर्को भ्लग छ, अनि भोलि फेरि एउटा भ्लग, त्यही भएर म एकदम बिजी छु। अनि सबै कुरा एयरबड्सहरू सबै चार्ज भइसकेको छ, सबै कुरा रेडी छ। अनि अब चाहिँ भिडियो एडिट गरेर फेरि सुटिङ छ, सुटै हो। भोलिको भ्लगमा हेरौँ। यहाँ दैले थुन्दैछ मलाई त।
ये जगह मेरो उचित है। बाहिरको मौसम भइदिन्छ कस्तो भइरहेछ कतिको चाहिँ पानी परिरहेछ नि तपाईँहरूले साउन्डले फिल गर्न सक्नुहुन्छ होला। आई डोन्ट नो यो अलिकति अनफर्चुनेटली हो कि फर्चुनेटली हो भए त बेहुलाले डाडु चाटेकै हो कि उखानतिर सुनेको हो। अब भोलि चाहिँ म त रिभ्यू गर्छु कि बेहुलाले डाडु चाटेको थियो कि थिएन अन्त पानी किन परेको भनेर। सो अहिले चाहिँ अब त्यही अब हामी सुत्न लागिरहेको छ। अब सुतै हो भोलिको बर्खाको ये जगह मेरो उचित है।